इङ्ग्लिस आउँदैन के गर्ने। अहिले बिहानको 7:30 भयो। आज डे 3 स्टार्टेड हाम्रो के अरे एभरेस्ट बेस क्याम्प ट्रेक। अहिले घाम लागिरहेको छ, बाहिर चाहिँ हिमालको सिनहरू पनि देखिरहेछ, ताप पनि खाइरहेको। अब एकछिनमा चिया खाने, ब्रेकफास्ट गर्ने, अनि आज 1.5 घन्टा चाहिँ मासतिर जानु छ अरे। अब 9 बजीतिर ब्रेकफास्ट गर्ने, अनि 9:30 बजीतिर माथि डाँडा भनेर चाहिँ मलाई ठ्याक्कै लोकेसन त थाहा छैन। 1.5 घन्टा जतिको हाइकिङ छ आज रेस्ट हो। अनि यही आज भ्यू हेर्दै बसिरहेको, बादल लाएर केही नदेखिनु भइसक्यो। अनि अब बसिरहेको यत्तिकै हेर्दै झ्यालबाट। सरी, 3rd डेको हाइकिङ सुरु भयो। 1.5 घन्टा जति माथि जाने, अनि त्यसपछि फेरि फर्केर होटलमै आउने। 1 घन्टा चाहिँ 1.5 घन्टा माथि बस्छौँ। पानी पर्छ भनेर वेदरले भनेको थियो, तर अहिले चाहिँ खुल्ला नै छ। सबजना हामी यहाँ रेडी भइसक्यौँ। यसो हेरेछौँ पसलहरू। उकालो लड्दैछौँ, डाँडा चढ्दैछौँ, सबैजना हेर्दैछौँ। अहिले नाम्ची बजारबाट माथि जाँदैछौँ। करिब 3440 नाम्ची बजार थियो, त्यहाँ अलिकति माथि आयो। 3500 मिटर जति माथि छौँ। घाम चर्को छ, अनि चिसो छ अलिअलि, हावा लाग्दैछ माथि जाँदै गएपछि। बिस्तारै माथि पुगेर सिनहरू हेर्नुपर्छ कस्तो राम्रो छ वरिपरि। ओके, दिस इज गुस्ताभो, से हाई। हाई। He doesn't speak English. अहिले चाहिँ हामी सगरमाथा नेसनल पार्क भन्ने ठाउँमा आइपुग्यौँ। जङ्गलहरू चाहिँ यहाँ चाहिँ, अनि अब ज्याकेट लगाएर हिँड्दा गरम भइरहेछ, भित्र पसिना आइरहेछ। नलगाऊ भने हावा लगाएर चिसो हुन्छ, बिरामी परेला भन्ने डर। चाहिँ कुसुम हिमाल देखेको छ, 6100 मिटर समथिङ छ, ठ्याक्कै थाहा भएन। यस हिमालहरू चाहिँ बिस्तारै हामी डाँडा टुप्पोमा आएर हिमालहरू अलि राम्रो राम्रो देखिरहेछ सिनहरू। हामी चाहिँ यहाँ सगरमाथा नेसनल पार्कको गेटमा आइपुग्यौँ। ट्याक्क लगाएर यहाँ छ, करिब 45 मिनट जति हिँड्यो होला हामी तलबाट, होटलबाट। अब यहाँ सगरमाथा नेसनल पार्कमा एकदिन बस्ने, अनि फेरि अलिकति हिँड्ने, अनि जाने। हिमालय हिमाल हिमाली हिमाल आफ्नो अनुहार चाहिँ कालो आइरहेछ। म देखाउँछु।
लोत्से एभरेस्ट यो बिचमा भएको चाहिँ लोत्से जस्तो लाग्यो। त्योभन्दा लेफ्ट साइडमा एभरेस्ट पर्छ। अनि यो तेन्जिङ हिलारीको मूर्ति भयो, हिमालहरू भयो। यहाँबाट चाहिँ ठ्याक्क हिमाल देख्न सकिन्छ। यो लोत्से भयो, त्यसपछि यतापट्टि एभरेस्ट भयो, यतापट्टि यहाँ आमा डबलाम पर्छ। कस्तो मजा चाहिँ मजा आउँछ। रेस्ट डे नाम्चे बजारमा रेस्ट डे। नाम्चे बजारमा करिब 1 घन्टा जति माथि आयौँ। यहाँबाट हामी लोत्से एभरेस्ट अनि आमा डबलाम अनि अरू पनि यहाँ हिमालहरूको भ्यू देखिन्छ। यहाँ चाहिँ चौर जस्तो छ। म चाहिँ एकदम रमाइलो नि लागिरहेछ। तर घाम चाहिँ अलिक घाम चाहिँ अलिक डाइरेक्ट परे जस्तो हुने। अनि अहिले चस्मा लगाइरहेको थिएँ। चस्मा लाउँदा आफूलाई नि अलिक अजिब लाग्यो। अनि खुलेर आफ्नै आँखाले भ्यू गर्नु पऱ्यो भनेर हेरिरहेको। ओके, दिस इज द प्लेस एन्ड वी आर गोइङ टु द Mount Everest area, Mount Everest base camp. This is day 3. Still 5 days to go to reach Mount Everest base camp. Sorry, English आउँदैन के गर्ने। अहिले चाहिँ अब हामी पार्कबाट फर्किँदैछौँ सबैजना। यसो भ्यू हेरेर अब हामी सायद नेक्स्ट स्टपमा जान्छौँ होला। or maybe we return to नाम्चे। I don't know, गाइडले सोध्नुपर्छ। म त घुम्न आए मान्छे। Okay, everybody is here doing just fine. चस्मा लाउनु बाँध्दै थिएन तर लाउनु पर्यो, घाम चर्को छ, टाउको छोप्नु पर्यो। ज्याकेट टोपी लाउनु हुन्थ्यो, फेरि गर्मीले एकदम पोल्छ। सो एउटा पातलो एउटा स्कार्फ जस्तो थियो, त्यही लागिरहेको छु मैले चाहिँ। अब चाहिँ हावा लाग्न थाल्यो मजाले। पछाडि पनि देख्ने छ हिमाल दामी। हामी चाहिँ होटलबाट हिँडेको करिब 1.5 घन्टा जस्तो भयो। त्यहाँ तल पार्कबाट हिँडेको चाहिँ आधी घन्टा भयो। अनि अब माथितिर जाँदैछौँ। उकालो आइरहेछ एकदम, डाँडाकै टुप्पोमा जान लागेछ बिस्तारै बिस्तारै। तर घाम चाहिँ ठ्याक्कै टाउको माथि नै छ कि घाम, कता हो घाम चाहिँ टाउको माथि नै भएर एकदम गर्मी बनाइरहेछ। तर हावा लागेर चिसो पनि भइरहेछ। अहिले चाहिँ अब एकछिन रेस्ट गर्न लागेको। उकालो उक्ले उक्ले गरेर एकदम गाह्रो भयो सबैजनालाई। अनि ज्यान गल्ती भन्दा नि सास फेर्नुलाई चाहिँ त्यो गाह्रो भएको चिसो हावा आइरहेको छ। अनि यता मौसमहरू चाहिँ एकदम छिटो चेन्ज हुने। भर्खरै क्लियर थियो, एकदम उक्रियो। अहिले फेरि बादल लाएर हुस्सु लाएर सब ढाकिसक्यो। यताको हिमालहरू पनि सबै ढाकिसक्यो अहिले। हामी चाहिँ रेस्ट सकेपछि फेरि हिँड्न थाल्यौँ। त्यहाँ पर एउटा घर जस्तो देखिएछ यहाँनिर, सायद त्यही जाने होला। अनि त्यहाँसम्म चाहिँ उकालो मात्र छ।
उकालो उक्लिँदा त केही नहोस्। अहिले ओह्रालो ओर्लिने बेला चाहिँ अनि खुट्टा धुनु थाल्छ। हिँड्दै जाउँ। माथि टपमा पुगेपछि चाहिँ अलिकति बादल हट्योस्, भ्यू पनि राम्रो आउँछ भनेर एउटा हेलिकप्टर चाहिँ कस्तो नजिकबाट गयो, रमाइलो भयो। अहिले चाहिँ 3775 मिटर माथि आइपुग्यौँ। अझै 100 मिटर जति माथि जानेछ। हिमाल यतापट्टि छ। हामी चाहिँ स्याङ्मु चाहिँ आइपुग्यौँ। 3860 मिटर लेखा चाहिँ ओके। त्यहाँबाट भ्यू पनि राम्रो देखिरहेछ। अब बिस्तारै हिँड्दै अलिकति गराउन गएर थोरै उता साइडमा जाने हिमाल देखिरहेछ। उता चाहिँ सायद हाम्रो आजको डेस्टिनेसन चाहिँ यहीँ माथिसम्म हुन्छ। यहाँ अब एकछिन बस्ने, फोटोसोटो खिच्ने, टक्कै मार्ने, अलिअलि खानेकुरा स्न्याक्सहरू खाने, एक चक्लेट सक्लेट, पानी, अनि 1 घन्टा बसेर फेरि नाम्ची फर्किन्छौँ। अनि नाम्चीमै गएर लन्च गर्छौँ। ओके, दिस इज द भ्यू। अहिलेको हिमाल के भयो यो, हामी त्यसरी घुम्दै 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 आइरहेछौँ। यहीँ ब्याग राखेर अब एकछिन भ्यू हेर्न जाँदैछौँ सबैजना। सबजना त आएको छैन। हावा लाग्न सुरु भयो। चिसो पनि परिरहेको छ अलिअलि, गर्दै जान्छ पनि होला। अहिले लगभग 11:30 जति भयो। 12 बज्यो भन्दा नि हुन्छ। घाम टाउको माथि, हामी डाँडामाथि। दामी छ। 3160 सबै देखिने 10-15 वर्ष। त्यही हुन्छ क्या। त्यहाँबाट भिडियो बनाउँदै 2 मिनट जति भएको थियो। अनि पज गर्नु पऱ्यो भने पज गरेर त भिडियो स्टार्ट पो भइरहेको छ। खिच्नै बिर्सिरहेको छ। यस्तो हुन्छ। त्यही हामी चाहिँ त्यो टावरमा माथि टावरमा 15 मिनट जति बस्यौँ, यताउति हेऱ्यौँ, फोटो खिच्यौँ। अब चाहिँ हामी फर्किँदैछौँ। हामी चाहिँ फर्केर नाम्ची बजार आइसकेको छौँ। लगभग 1:30 जति भयो। उकालो उक्लिनुभन्दा ओह्रालो ओर्लिन चाहिँ झन् गाह्रो। यो खुट्टै दुख्ने, औँला झन् त्यो जुत्तामा च्याप्या पनि। बिस्तारै ओर्लिँदै नाम्ची बजार आयो। अब 10 मिनट होटेलै पुग्छौँ।
भिडियो खिच्छु भनेको यो घाम झर्केर एनर्जी नै भएन। सुन्दा चाहिँ ओहो हिमालको खेतमा भएको नाम्ची बजार सानो भला गाउँ हो नि, एउटा मिनी सिटी भन्नु मिल्छ। मेरो हुन्छ नि होम टाउन पनि यति ठुलो छैन होला। नाम्ची बजार फर्किसक्दा मेरो ब्याट्री सकिएकोले मैले भिडियोहरू खिच्न पाइनँ र होटलमा आएपछि हामीले लन्च गऱ्यौँ अनि दिनभर होटलमै रेस्ट गऱ्यौँ। डे 3 आज यहीँ नाम्ची बजारमै सकिएको छ।